फर्स्ट टाइम बनाउँदा नि यस्तो दामी भयो। हेलो एभ्रिवान, वेलकम टु माई न्यू वानी फुची ब्लग। म त सन्चै छु अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला साथीहरू। अनि मैले चाहिँ के बनाएको भन्नु होला साथीहरू, मैले चाहिँ यो रसबरी बनाएको कि साथीहरू। दुध फाटेको थियो अनि त्यसैको रसबरी बनाएको। अनि मैले त्यो फाटेको भिडियो चाहिँ ल्याउन पाइनँ, त्यही पनि मैले यो चाहिँ बनाएको छु साथीहरू। मैले चाहिँ फर्स्ट टाइम नै बनाएको कि, हेर्नु न यस्तो दामी भएको थियो। मैले फर्स्ट टाइम ट्राई गरेको कि युट्युबमा हेरेर, अनि तर पनि यस्तो दामी भएको थियो। अनि मैले चाहिँ यसरी मजाले अगाडि चाहिँ 2 घन्टा जति यसलाई झुन्डाएर राखेको थियो निकालेर। अनि त्यसपछि अहिले चाहिँ अनि यसरी डल्ला बनाएँ साथीहरू। मजाले म्यास गरेर डल्ला बनाएर, अनि धेरै त भएको थिएन, 12-13वटा भएको थियो साथीहरू। अनि मेरो यहाँ छोरीले चाहिँ के बनाएको तपाईँले भनेर सोध्दै थियो। अनि मैले मजाले चिनी पानी घोलेर लङ सुकमेल हालेर चिनी पानी घोलेँ साथीहरू। अनि त्यसपछि मजाले एकछिन उमाले चिनी युज गर्ने जेलसम्म। अनि मैले एकैवटा गरेर हालिदिएँ साथीहरू। एकैवटा गरेर हालेर यसरी छोपिदिएँ। 10-15 मिनट छोपिदिसकेपछि त त्यो त फुल्लेर कति ठुलो ठुलो भएछ कि। अनि कस्तो दामी भएको थियो, म आफैलाई कति खुसी लाग्यो कि फर्स्ट टाइम बनाउँदा नि यति दामी भएको कि साथीहरू। यति दामी, मलाई कति खुसी लागेको। अनि मिठो पनि भएको थियो साथीहरू।